नमस्कार। यतिखेर हामी इलाम जिल्लाको प्रसिद्ध धार्मिक स्थल गजुरमुखीमा छौँ र गजुरमुखी धाममा हामी प्रवेश गरिसकेका छौँ र विशेष गरेर चाहिँ आज यहाँनिर इलाम क्षेत्र नम्बर 2 का निवर्तमान सांसद सुहाङ नेम्बाङ, त्यसै गरी प्रदेश माननीय मन्त्री अर्थमन्त्री रामबहादुर मगरज्यूको आगमन यहाँनिर उहाँहरूको दर्शनको लागि यहाँनिर आउँदै हुनुहुन्छ। म तपाईहरुलाई त्यो दृश्य देखाउन लागि राखेको छु। उडेर होला है दियो ननिप्ने गरी यता फुटाएर अनि छोटो पानी लगाइदिनु त। खै आउँदा भनेको हुनै भयो पर्खाइ लामो अघि माथि त्यो भन्न पनि पर्खिँदा अन्तिम अलिक खोल्नुहुन्छ कि पर उता लो जाने जाने होइन उहाँले एकैचोटि काकाले मैले यो फुल खोइ अर्को एउटा सुनिता कता जानु यो तपाईँको जिम्मा हो।